हेलो गाइज, मेरो नाम जितेन्द्र यादव। हामी क्याल्भनाइट सोल्युसन बनाइरहेको छौँ। हामी क्याल्भनाइट सोल्युसन 50 ml 50 ग्राम लिइसक्यो। त्यो जिङ्क अक्साइड हामी 5 ग्राम लिइसक्यो। त्यसपछि हामी ट्राइसोडियम क्लोराइड हामी 0.5 ग्राम हामी लिइसक्यो। त्यसपछि बेन्जिन हामी 0.5 लिइसक्यो। त्यसपछि हामी ट्राइसोडियम क्लोराइड हामी वाटरमा मिक्स गर्छौँ 70 ml वाटरमा। 70 ml वाटरमा मिक्स गरेपछि हामी त्यसपछि क्याल्भनाइड एन्ड बेन्जिन अक्साइडलाई हामी मिक्स गर्छौँ। केही समयपछि हामी मिक्स गर्छौँ। मिक्स गरेपछि हामी एकछिन त्यो मिक्स पुरै दुईटै केमिकल मिक्स भएपछि हामी त्यो 70 ml वाटरमा ट्राइसोडियम क्लोराइड मिक्स गरेको त्यो वाटर हामी यसमा हालिदिन्छौँ। त्यसपछि यसमा हालेपछि एकछिन त्यसलाई चलाउने हो। एकछिन यसलाई हामी फेरि मिक्स गर्ने हो। फेरि एकछिन मिक्स गर्ने हो। त्यसपछि अलि 2-4 मिनट मिक्स गर्नुपर्छ। त्यसपछि हामी 2-4 मिनट मिक्स गरेपछि अलि त्यो पुरै लिक्विड जस्तो भइहाल्छ। लिक्विड जस्तो भएपछि हामी त्यसलाई अब क्लिन स्टाइल बिकरमा खनी स्टाइल बिकरमा त्यसमा स्टोर गर्ने हो। स्टाइल बिकरमा स्टोर गरेपछि हामीले 100 ml बनाएपछि 100 ml बनाउनुपर्छ। त्यसमा हामी अलि वाटर थप्न सक्छौँ यसमा। यो भनेको हाम्रो